सो बेस आज चाहिँ हामी टिमिटारको जाँदैछु घुम्नु। भाइ पनि बसिरहेको छ। अन्त हामी यहाँ बाइक स्टार्ट गर्दैछ स्कुटी एन्ड वी आर हियर एट घुर्कुसे। सो बेस नाउ हामी यहाँ रक गार्डन पुगेको छौँ। यही बाटो भएर जानु पर्दो रहेछ घुर्कुसेबाट चाहिँ टिमिटारको। अन द वे भाइहरू यहाँ पर बसिरहेको हुन्छ। दिस इज रक गार्डन। यहाँनिर ओह्रालो जाँदो रहेछ। जग्गा त्यस्तो रहेछ है। दिस इज रक गार्डन। नाम्चीको भ्यू पनि राम्रो देख्दो रहेछ। नाम्चीको भ्यू रहेछ। Here is that downtown. यो बाटो एउटा चाहिँ रबङमा जाँदो रहेछ। This way टिमिटारको। So guys, we are almost reached टिमिटारको and horse घोडा हामी जहिले चढिरहेको रहेछ घोडा है। टिमिटारको आइपुग्यौँ अनि हेर्नुहोस् चेरीको बोटहरू अहिले त यस्तो हुँदो रहेछ। चेरी बोसम त छैन। So this we are reached tea garden and this is how आजको मौसम चाहिँ छ। This is टिमिटारको अनि एकदमै आजको मौसम यस्तो छ है। आकाश गरम पनि गरिरहेको छ। आज टिमिटारको घुम्न आएको। पानी सानी पर्दा जस्तो भन्नु घोडा खेलौँ भनेको थिएँ। घोडामा चढेर हर्स राइडिङ गरौँ भनेको खै पानी परेर नआउने रहेछ आज। नेक्स्ट टाइम सो पानी परेर घर जाउँ भनेको त भाइहरू चिया पो खाने अरे हो। चिया नखाइ नआउने अरे नि त। पानी पर्दैन कस्तो आउने दिन भयो होइन। लाइटिनिङ गरेको के पाउँदो रहेछ यहाँ चाहिँ। मगाउ मगाउ भाइहरू। दिस इज योर डे। मगाउ मगाउ कि मोमो खाने हेर्नुपर्छ। खाना खाऊ है। घरबाट हिँड्ने नै अलिकति ढिलो भयो नि त। चर्च गएर आउँदा आउँदा हो ढिलो भयो नि त। पनि पानी पर्दैन त्यति बेला। भाइहरू ब्लग्स बनाउनु नि त भन्छ हो। पानी परेर के भयो ब्लग्स त्यस्तै हेर्ने अरे युट्युबमा हाल्नु अरे के अरे हो। फेसबुकमा हाल्नु अरे भन्छ हो। पानी पर्यो नो ब्लग्स यस्तै हो। ब्लग्स चाहिँ यही भाइहरू यही हेर्दै बस्नु ल। अब घरै पानी परेको हो। घुम्नु जाँदाखेरि पानी पऱ्यो भनेर चाहिँ पानी रोकेर पो जाने भन्दैछ। अब पानी कहिले रोक्ने हो। मलाई म त घरको छिटो फर्किनु भयो। उनीहरूलाई मजा आइरहेको छ पानीमा घुमिरहेको। अब कहाँ पुग्यो जस्तो लागिरहेको छ नि उनीहरू। टी गार्डनको चिया टी ब्युटिफुल हो। दामी टी। What is that? 4 बजेको झरीमा पनि भ्याइरहेको नि।
त्यतिकै छ भने नि त मेरो खानामा जाए भन्दैछ मेरो दिलको चुराए भन्दैछ टिमिटी गार्डनमा भ्लग्स बनाउन आएको छ हेर्नुहोस् है पानीले चाहिँ भ्लग्स चाहिँ दामी हो आज स्टक पानी पर्यो हो दामी पानी परेर टिमी टारको सब सबै बन्द गऱ्यो यत्रो त पानी आएको अन्त यो दिदीहरू बन्द गर्नु क्यान्टिनको दिदीहरू पानी पऱ्यो अन्त हो त्यो छाता उडाएर त अब हावा चल्छ त्यस्तै हो टिमी टारको सबै बन्द गरेर लाग्यो मान्छेहरू स्लो सबैजना घर पल्टिँदैछ पानी परिरहेको छ हो यहाँ यस्तो गर्नु पनि भइरहेको छ ठिकै छ भन्नु पऱ्यो नि त सबै पानी पर्छ जस्तै छ अब भन्दा निस्कि भन्दैछ हो खतम भयो अब घर जाने अलिअलि पानी रोक्यो कि लाग्छ उनको जिम्मा बोक्ने हो के हाल्ने त्यहाँ हाल्नु पर्छ